चिने होइन। मैले परमेश्वरलाई चिन्नु नै मेरो लागि सबैभन्दा ठुलो गवाई हो। मैले परमेश्वर पिता मैले एकदम उच्च स्थानमा राखेर मैले पिता भनेर भन्न पाउनु नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो। धन्यवाद परमेश्वर पिता प्रभु येशू मसीहको नाममा होइन। म जस्तै दुःख र दलदल गरेर होइन सांसारिकमा एकदमै धामी झाँकी अब डक्टर हस्पिटल वैद्य जताततै गएर आफ्नो होइन मेहनत गरेको पैसाहरू सबै सकाएर रित्तिएर लास्टमा सबैजना परमेश्वरको शरण आउनु भएको होइन त हजुरहरू पनि? म पनि त्यस्तै हो होइन। मेरो लागि त होइन अहिले त अब मेरो लागि सबैभन्दा ठुलो भन्नु नै मेरो परमेश्वर पिता नै हुनुहुन्छ होइन। अहिले त म जहाँ जान्छु जे गर्छु परमेश्वर पिताको इच्छा र योजनाद्वारा गर्छु। धन्यवाद परमेश्वर पिता प्रभु येशू मसीहको नाममा। होइन मेरो गवाई भन्नुपर्दा परमेश्वरले मलाई आफ्नो छोरीको रूपमा चुन्ने मेरो लागि सबैभन्दा ठुलो गवाई हो होइन। मलाई मेरो रोग भन्दाखेरि त कति रोग थिएँ है, समय धेरै छैन, म सर्टकटमै भन्छु। म परमेश्वरमा जुट्नुको मेन कारण भनेको मेरो आफ्नै कारण हो, मेरो श्रीमानको कारणले गर्दाखेरि हो होइन। पहिला त अब म पनि बिहानै उठ्ने नुहाइधुवाइ गर्ने पूजापाठ गर्ने मैले कति गरेँ होइन। मलाई चाहिँ टाउको दुख्ने व्यथा थियो। मैले यति औषधि खाएँ यति हस्पिटल गएँ निकै नहुने। एकचोटि टाउको दुख्यो भनेदेखि मैले 2-3वटा दिन एकैचोटि खाएर पनि कति मलाई गाह्रो हुँदा म यति रुन्थेँ। आमा त्यो मलाई कस्तो अहिले त सम्झिँदा पनि मलाई कस्तो आमा मलाई यस्तो पनि हुने है भनेर कस्तो सिरिङ्ग लाग्छ है। धन्यवाद परमेश्वर पिता। जब मैले सच्चाइमा परमेश्वर पितामा गए मन गरेँ त्यसको लागि मलाई क्षमा पनि गर्नुहोस् पिता। अहिले पनि म परमेश्वरको सन्तान भएर हजुरले मलाई चुन्नु भएको त धेरै भयो होइन, तर मैले चाहिँ मेरो पिता हुनुहुन्छ, पितामै मेरो जीवन समर्पण छ भनेर मैले परमेश्वरमा एकदम दृढ विश्वास गरेको चाहिँ भर्खर म पहिल्यै स्टेजमै छु है। त्यसको लागि मलाई क्षमा गरिदिनुहोस् पिता। परमेश्वरले मलाई त अब यस्तो टाउको दुख्ने मलाई के हुन्थ्यो मुटु दुख्ने कति थरीको रोग थियो कि मलाई अहिले त मलाई टाउको चाहिँ बेला बेलामा दुख्छ होइन। तर त्यो टाउको जति दुख्यो पनि म औषधि खाने किनभनेदेखि परमेश्वर पिताले त्यो दुष्टलाई त नष्ट गर्ने शक्ति त उहाँले मेरो यो हातमा दिनुभएको छ नि। येशू मसीहको हात हो, शिरमा राखेर नष्ट गरेर अन्य भाषाले चट गर्ने शक्ति मलाई दिनुभएको छ होइन। यसमा पनि परमेश्वर पिताले धन्यवाद गर्छु येशू मसीहको नाममा होइन। अब मेरो श्रीमानको गवाई भन्न चाहन्छु है। मेरो श्रीमानलाई पनि होइन अब त्यो ग्यास्ट्रिक भन्दा भन्दै क्या अल्सर भइसकेको थियो होइन। कति हस्पिटलमा जाँदाखेरि पनि के रोग लाग्यो भनेर थाहै थिएन होइन। अनि त्यस पछाडि धेरै गाह्रो भएपछि एउटा प्राइभेट हस्पिटलमा गएर इन्डोस्कोपी कोलोनोस्कोपी सबै गरेर हेऱ्यौँ। अनि त्यस पछाडि डक्टरले भन्नुभएको उहाँलाई अल्सर भएको छ, औषधि खानुपर्छ, खानपिन बार्नुपर्छ भन्नुभएको थियो होइन। अनि त्यही अनुसार डक्टर साहबले भने अनुसारकै खानपिन बारेर दिनमा 17 देखि 23वटा औषधि खानुपर्थ्यो होइन। मेरो श्रीमानले बिहानदेखि अब पहिला अब सांसारिकमा हुँदा रोग नलाग्दा त अब मिठो खाने मुखले अब आफ्नो शरीरमा रोग छिरिसकेपछि एउटा साग तरकारी पकाउँदा धरि पनि सिठी लगाएर खानुपर्ने त्यस्तो अवस्थामा हुनुहुन्थ्यो कि मेरो श्रीमान होइन। त्यस्तो हुँदाखेरि त कति अब गाह्रो हुन्थ्यो होइन। अनि परमेश्वर पितालाई धन्यवाद। अनि जुन दिन हामीले त्यो परमेश्वरको महिमाको बालाको शाखामा जुट्न लाग्यो त्यसै दिन पनि अब मेरो श्रीमान र म चाहिँ यतैपट्टि एकजना दिदी भन्नुभएको थियो कि त्यहाँ
पेट पोल्दैन। अब यसो बाहिरतिर हिँड्दाखेरि होटलतिरको धुलो खुर्सानीहरू परेको खानेकुरा खानुभयो भने चाहिँ पेट पोल्छ होइन, नभएदेखि त एकदम